यता यता नदेख्ने ठाउँमा त रहेछ किन कराखानी नि यहाँ घाँस लिन गयो कि बा भनेर तल खा बुटा ए त्यही भएर ओइ कति कराको हौ कपडा त सत्तैनस् चोप लाग्छ दिदीसित सँगै आएर त अल्लिन बस्ने रे त कति हुन्थ्यो र त्यस्तै संजोगै परेन कि यो दुर्गा सकिने भाइ मल फाल्ने मकै छर्ने गरेर जान हुन्थ्यो त्यही प्लान त त्यही थियो र केटाकेटीको छुट्टी पछि छुट्टी पछि आए पनि हुन्छ फेरि के गर्छ लो गाइज अब यसरी भुटुक टिप्यो बुट्टा चढी चढी र यसरी भोटु लिन्छ है त्यहाँबाट झोलाभरि बनाइन्छ बजारतिर लैन्छ अनि भुटुक बसे पनि सहर गाउँकै खाने रहर काम गर्न दुःख हुने खान मिठो हुने यस्तो छ बल्ल बल्ल चढेँ बुटा आज एक थैला टिपे यति सकस भयो हाम्रो कस्तो राम्रो गाउँ छ यहाँ बुटा यस्तो यो काटेको बुटो अरे कति फले छ बुटुक यहाँ चाहिँ चढ्नलाई चाहिँ बाँस राखेर ट्याक्क पारेको ठाउँ रहेछ अनि त्यही भएर सजिलै चढेर टिपेँ